ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी भानुशशी भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनिराहुकेतव सर्वे ग्रहा शान्तिकरा भवन्तु। नमस्कार, म धर्मेन्द्र कृष्ण पौडेल यहाँहरूको मध्यमा उपस्थित भइसकेको छु। दर्शकवृन्दहरू, 2082 सालको मिथुन राशिको राशिफल लिएर यहाँहरू अहिले हेर्दै हुनुहुन्छ हाम्रो पात्रोको माध्यमबाट विभिन्न राशिफलहरू, जसमध्ये अब हामी चर्चा परिचर्चा गर्न गइरहेका छौँ मिथुन राशिको विषयमा। मिथुन राशि हुनेहरूको लागि यो वर्ष अति नै राम्रो रहेको देखियो। कुनै पनि कार्य गर्दा सफलताका योगहरू रहेको देखिएको छ। अध्ययन र अध्यापनमा त विशेष सफलताका योग छ। यदि तपाईँ कुनै पनि प्रकारको शिक्षण पेसाबाट हुनुहुन्छ, शिक्षक हुनुहुन्छ या फेरि अध्ययनरत विद्यार्थी हुनुहुन्छ, यी सबै क्षेत्रबाट विशेष राम्रा सम्भावित योगहरू घटित हुँदैछन्। बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा पाप शक्तिमा प्रवृत्ति पनि हुन सक्छौँ। त्यसर्थ अवश्य पनि ध्यान दिनुहोस्। कुनै पनि प्रकारको इलिगल कर्म तपाईँको माध्यमबाट नहोस्, कुनै प्रकारको असंवैधानिक कर्म तपाईँको माध्यमबाट नहोस् र कुनै प्रकारको पाप कर्म, अरूलाई मन दुखाउने कर्म तपाईँको माध्यमबाट नहोस्। सरकारी नोकरी आदिमा विशेष सफलताका योगहरू रहेका छन्। धर्मस्थ राहुले तपाईँलाई दुर्व्यसनमा फसाउन सक्छन् र नकारात्मक कर्मतिर लगाउन सक्छ। नराम्रो एडिक्सन पनि तपाईँमा देखा पर्न सक्छ। त्यसर्थ खानपिनमा सावधानी पुर्याउनुहोस्, विचार पुर्याउनुहोस्, नराम्रो सङ्गततिर नलाग्नुहोस्। सबैभन्दा ठुलो कुरा, मिथुन राशिमा यदि तपाईँ पर्नुहुन्छ भने यो वर्षभरि नै नराम्रो सङ्गत नगर्नुहोस्, सत्सङ्ग गर्नुहोस्, सफलताको योग बनाउनुहोस्। कार्यक्षेत्रमा विरोधीहरू अलि सक्रिय रहनेछन्। त्यसर्थ सावधानीपूर्वक कुनै पनि निर्णय लिनु पर्यो र कुनै पनि कार्य गर्दै हुनुहुन्छ भने अनुभवी जनहरूको सल्लाह गरेर अनि मात्र अगाडि बढ्नु पर्यो। वैशाखमा स्वास्थ्यमा अलिकति समस्याहरू आउने सम्भावित सम्भावनाहरू रहेका छन्। त्यसर्थ स्वास्थ्यप्रति सचेत रहने र आफ्नो इम्युन पावरलाई सक्रिय गर्नको लागि पौष्टिक भोजनको सेवन गर्ने। जेठमा एक प्रकारको मन अशान्त बन्न सक्छ। अज्ञात भयले तपाईँलाई सताउन सक्छ। नभएका कुरा भए जस्तो हुने, भएका कुराप्रति ध्यान नजाने। असारमा आत्मविश्वासमा कमी र साउनमा धन प्राप्तिका योगहरू बनेका छन्। भदौमा रोग वा भएका स्थितिहरू पनि निर्माण हुन सक्छन्। असोजमा सबै शत्रुहरू पन्सिँदैछन्, शत्रुहरू नाश हुँदैछन्। कार्तिकमा चाहिँ अलिकति कार्यक्षेत्रमा सङ्घर्ष रहेको देखियो। अरूप्रति वैरभावका स्थितिहरू निर्माण हुन सक्छन्। मङ्सिर महिनामा सुखद यात्राका योगहरू छन् र पुष महिनामा चाहिँ अलिकति रोगले सताउन सक्छ, पीडा हुन सक्छ। माघ महिनामा धर्म प्राप्तिको योग बन्दैछ, अर्थात् स्पिरिचुअलिटी तपाईँमा देखिनेछ। धर्म कर्ममा तपाईँको मन जानेछ र फागुन महिनामा सबै कार्य सिद्ध हुने सम्भावना र चैतमा अप्रत्याशित धनलाभका स्थितिहरू निर्माण भएका छन्। व्यापार व्यवसायको दृष्टिकोणले दर्शकवृन्दहरू यो वर्ष तपाईँको लागि एकदमै राम्रो रहेको देखियो। पशुपालन वा कृषि क्षेत्रबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। कुनै पनि प्रकारको यदि कृषि सम्बन्धित तपाईँको पेसा रहेको छ, पशुपालन गर्नुहुन्छ भने विशेष आफ्नो कार्यलाई फैलाउन सक्नुहुन्छ, ठुलो पार्न सक्नुहुन्छ। आर्थिक पक्ष सामान्य रहे तापनि तपाईँको व्यापार व्यवसाय चाहिँ अगाडि बढ्ने नै छ, जो कि भविष्यको लागि एउटा राम्रो स्थिति निर्माण गर्छ। यो वर्ष तपाईँले कमाएको जोगाउन चाहिँ नसक्नुहोला, तर तपाईँले राम्रो ठाउँमा इन्भेस्ट चाहिँ अवश्य गर्न सक्नुहुन्छ। सम्बन्धको दृष्टिकोणले दर्शकवृन्दहरू यो वर्ष तपाईँको लागि सामान्य रहेको देखियो। आफन्तहरूसँग अलिकति वैरभावका स्थितिहरू बढिरहेछन्। त्यसर्थ छिटो नबोलौँ र कसैलाई नराम्रो लाग्ने कुरा नगरौँ। व्यवहार कुशलतामा तपाईँले संयम राख्नै पर्छ र कुनै पनि कार्य गर्दा धैर्यताको परिचय दिनै पर्छ। दाम्पत्य जीवन चाहिँ सुमधुर रहेको देखिएको छ। सन्तानसँग राम्रो तालमेल बन्नेछ। मिथुन राशिमा यदि तपाईँ पर्नुहुन्छ भने दर्शकवृन्दहरू कुनै दीर्घ रोगबाट तपाईँलाई छुटकारा मिल्दैछ, अर्थात् स्वास्थ्यमा अनुकूल प्रभाव पर्दैछ। स्वास्थ्य सबल रहेको देखियो। नसा च्यापिने समस्या वा कुनै रगत सम्बन्धी समस्या रहेको छ भने चाहिँ विशेष सावधानी राख्नुपर्ने अवस्था रहेको देखियो। मानसिक रूपमा पनि केही कमी कमजोरी पक्षहरू रहन सक्छन्। त्यसर्थ कुनै पनि प्रकारको यदि तपाईँमा केही समस्याहरू रहेका छन् भने, जीवनमा केही समस्या आएका छन् भने सकेसम्म इग्नोर गर्नुहोस्, दिमागमा टेन्सन नलिनुहोस्। यदि तपाईँ कुनै सरकारी क्षेत्रमा परीक्षाको लागि प्रयासरत हुनुहुन्छ भने सफलताका 100% योगहरू रहेका छन्। उचित परिणाम र राम्रा परिणाम तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। आईटी सम्बन्धित विद्यार्थी हुनुहुन्छ भने या इन्जिनियरिङ क्षेत्रमा तपाईँ यदि
पढ्दै हुनुहुन्छ भने विशेष राम्रा योगहरू तपाईँको लागि ग्रहहरूले निर्माण गरेका छन्, अर्थात् लाभका स्थितिहरू निर्माण भए र परिणाम राम्रो आउँदैछ, रिजल्ट राम्रो आउँदैछ। यस वर्षभरि नै शिक्षाको क्षेत्रमा राम्रो अवस्था रहेको देखियो। हजुरहरूका लागि हरियो, पहेँलो र केसरी शुभ रङ रहेको छ। हजुरहरूका लागि 5, 6 र 9 शुभ अङ्क रहेको छ। हजुरहरूका लागि सोमबार, बुधबार र बिहीबार शुभ बार रहेको छ। दर्शकवृन्दहरू, हजुरहरूका लागि वैशाख, असोज, मङ्सिर र चैत्र महिना शुभ महिना रहेको छ। दर्शकवृन्दहरू, जब जीवनमा दुःख आउँछ हामी कुनै न कुनै माध्यमबाट भगवानलाई पुकार्ने काम गर्छौँ। यदि त्यो माध्यम पनि सही स्थान र सही समयमा यदि गर्न सक्यौँ भने अझै राम्रो सफलता प्राप्त गर्न सकिनेछ। यो वर्षभरि तपाईँले विशेष गरी बृहस्पति, शनि, राहु र केतुगत शान्ति गर्नुपर्ने हुन्छ। यदि तपाईँको कुण्डलीमा यी ग्रहहरू नेगेटिभ छन् भने त झन् समस्याहरूको सामना तपाईँले धेरै गर्नुपर्छ। त्यसर्थ प्रारम्भमै यी ग्रहहरूको शान्ति गर्ने र साथमा देवीको आराधना वा उपासना पनि गर्ने, महामृत्युञ्जयको जप आदि गराएर सुफल प्राप्त अवश्य पनि गर्न सक्नुहुनेछ।